चाहिँ तपाईँहरूको काले भाइ होइन। अनि अब म चाहिँ भर्खर उठेर फ्रेस भएर होइन अब खाजा खाएर अनि काममा जानुपर्ने हुन्छ। त्यहाँ पसल पुगेर होइन त्यहाँ पसल पुग्नु पऱ्यो पहिला। अनि खाजासाजा खानु पऱ्यो पहिला। यहाँबाट बाहिर पनि निस्किनु पऱ्यो होइन। काम कता पर्छ के हुन्छ होइन सबै बुझ्नु पऱ्यो। अनि त्यहाँपछि जानुपर्ने हुन्छ म होइन। सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु होइन। सो हिजोदेखि मेरो चाहिँ हिजोदेखि मैले रुम लिएको होइन। यस्तो ठाउँमा छ कि रुम पनि होइन अब अलिकति बाहिर निस्केर हराइदिने कि हिजो यस्तो ल्याङ भएको हराएर लास्ट ल्याङ खालको रुम छ। अलिकति बाहिर निस्क्यो भने अब साथीहरूलाई कल गर्नुपर्ने कता हो के हो भनेर कि त्यस्तो खालको कि गाह्रो हुने रहेछ। फर्स्टै त नयाँलाई त लास्टै गाह्रो। कतै जाउँ भन्यो भने अब साथीलाई नि बोलाउनु पर्ने यस्तो ल्याङ अलिकति बाहिर निस्केर हिँड्यो होइन। र अब मान्छे हराइदिने कि अलिकति बाहिर निस्केर हिँड्ने बित्तिकै कि त्यस्तो हुने कि छैन। म चाहिँ बाहिर निस्किसकेको छ होइन। अब म चाहिँ खाजासाजा खानुपर्ने हुन्छ। अब म चाहिँ खाजासाजा खान्छु होइन। त्यही हो। अनि खाजासाजा खाएर अब पसलतिर जानुपर्ने हुन्छ है त। अब म खाजासाजा खान्छु अनि त्यहाँपछि कुरा गर्छु है त। अब मैले चाहिँ खाजासाजा खाइसक्यो होइन। अनि म चाहिँ अब गाडी चढ्नुपर्ने हुन्छ होइन। उहाँ तलनेरि गएर म अब गाडी चढ्नुपर्ने हुन्छ। एक दिन बस्नु भन्यो भने पाइँदैन होइन। के गर्ने त अब दुःख गर्न आएपछि गर्नुपर्छ। अब के गर्नु त्यो सबैभन्दा ठुलो चिजै अब पैसा रहेछ होइन लाइफमा। त्यो सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेकै पैसा हो कि। अब जान मन लागेन भनेर एक दिन बस्यो आफूलाई घाटा हुने होइन। त्यो हुन्छ। अब झन् एक्लै बसेपछि झन् गाह्रो हुने होइन। अब रुमवाला त्यस्तै तिर्नुपर्ने अब रासन पानी पनि त्यस्तै खानुपर्ने गाह्रो भइहाल्छ नि। अब के गर्ने त होइन गाइज। अब जतिसुकै दुःख परोस् होइन जे परोस् अब छोरा मान्छे हो टाढेर हिँड्नुपर्छ। जस्तो सुकै होइन जस्तो सुकै दुःख आए पनि होइन पार गरेर हिँड्नुपर्ने रहेछ होइन। अहिले आएर बुझ्दैछु कि मैले मैले चाहिँ ठ्याक्क यहीँबाट गाडी चल्नुपर्ने हुन्छ होइन। यहाँनिर आउँछ गाडी। अब म यहाँनिर मान्छेहरू बसेको ठाउँमा बस्नुपर्ने हुन्छ होइन। गाइज म गाडी साडी चढ्छु होइन। गाडीबाट उत्रेर फेरि कुरा गरौँला होइन। ल गाइज होइन म चाहिँ गाडीबाट झरिसक्यो होइन। अब फेरि अर्को गाडी चढ्नुपर्ने हुन्छ। वहाँनिर जानुपर्छ उहाँ साइडमा त्यो गाडीहरू रोकेको ठाउँमा जानुपर्छ होइन। त्यहाँबाट गाडी पाइन्छ। सो गाइज छैन। अब म चाहिँ त्यहाँ गएर पहिला गाडी चढ्छु होइन। त्यहाँपछि फेरि गाडीमा बसेर भिडियो बनाउनु त मन लाग्छ कि तर अब उभिएर आउनुपर्छ। अब एउटा हात गाडीमा बोलिनुपर्छ होइन। अब खुट्टा चलाउने हात चलाउने अवस्थामा हुँदैन। अब झन् मोबाइल चलाउने त परेको कुरा हुन्छ नि त। त्यही भएर लगाएँ छैन। यहाँ गाडी साडी चढ्ने ठाउँ पनि आयो। अब म गाडीमा चढेर जान्छु होइन। सो गाइज गाडीबाट उत्रेर फेरि कुरा गरौँला है त। सो गाइज म अब गाडीबाट झरिसक्यो। अब म काम गर्नुपर्ने हुन्छ। अनि म कस्तो काम गर्छु देखाउँछु तपाईँहरूलाई। अनि तपाईँहरूलाई पनि त्यस्तै काम चाहियो भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यही हो आएर गरिदिउँला फरक पर्दैन। सो त्यही हो गाइज। ल कसरी हेरे अब त्यो मान्छेले ब्लग बनाएको। सो गाइज यो बाटो जानुपर्ने हुन्छ कि म चाहिँ यो बाटो हुँदै त्यहाँबाट फेरि यता घुम्नुपर्छ होइन। त्यहाँबाट यता जाने बाटो छ कि यता जानुपर्छ। ठ्याक्क त्यहाँनिर हामीले काम गर्ने ठाउँ आउँछ होइन। काम चाहिँ मैले पम्पिङ हान्ने हो त्यही हो होइन। सो त्यही हो काम। हाम्रो चाहिँ छुट्टी भइसकेको छ होइन काम। अनि अब हामी चाहिँ काम छुट्टी भएर हिँडेको होइन। एउटा यहाँ भ्लग बनाउन यस्तो यो मान्छे यस्तो लजाउँछ नि यताहरू त मास्क लगाएको यता हेर्न यता मास्क लगाएको त। अनि मास्क लगाउँदै हेर्न मान्दैन होइन। मास्क नलगाउँदा झन् हेर्दैन कि यो मान्छेले। अनि सो आज चाहिँ घरबाट लुगासुगा पठाइदिएको रहेछ। अनि यहाँ पछाडि ब्याग स्याग छ होइन। औडा भइरहेको छ हिँड्नलाई पनि। अब यहाँबाट फेरि त्यस्तै रिटर्न हो सेम हो होइन। अब यहाँबाट त्यहाँसम्म फेरि के अरे लगन हिलसम्म गाडीमा जानुपर्छ होइन। अनि फेरि उत्रेर अनि फेरि टेम्पोमा चढेर जानुपर्छ होइन। गाह्रो छ। अब आज कपाल सपाल काटिदिने हो चट्ट हिरो बनेर हिँड्ने पनि गाई छ अब पुरै
त्यो के यो ब्याग बोकेर के होइन यो ब्याग बोकेर के कस्तो मुखै चुच्चो देखिरहेको होला होइन मुखै चुच्चो हुन त मुखै चुच्चो पनि चुच्चै छ होइन त्यही नि के अरे यो ब्यागले तानेछ कि यस्तरी यो हुडीले यस्तरी तानेछ कि अनि कस्तो देखिन्छ कि यस्तो कस्तो लामो देखिन्छ होइन गाइज त्यही देखिरहेको छु कि मैले चाहिँ आफ्नै भ्लग हेर्दाखेरि त्यही भएर सो अब हामी चाहिँ यहाँबाट गाडी चढ्ने हो कि यो हाइवे छ नि उयोले फेरि हेरेको हेर्न यहाँ तँलाई देखाएन है हाइवेलाई देखाएको हो कि मैले हाइवेलाई यहीँबाट हामी चढ्ने हो होइन ए मेरो भ्लगमा त कति केटी फिदा भइसक्यो के भना तैँले मलाई कसैले हेर्छ त गाइस मलाई केटीहरूले हेर्छ त भन्नुहुन्छ मलाई केटीहरूले हेर्छ जस्तो लाग्छ तपाईँहरूलाई लाग्छ त लाग्दैन नि त त्यही हो कि यो मान्छे यता हेर्दै यता हेर्न यो मान्छेलाई चाहिँ हेर्छ बरु सबैले यो मान्छेलाई चाहिँ हेर्छ कस्तो त्यही हो गाइस होइन अब हामी गाडी साडी चढ्छौँ होइन अब गाडीमा भिडियो बनाउन मिल्यो भने त हालिदिन्थ्यो म होइन बनाउँथ्यो मिल्दैन एउटा हात यसरी एउटा हातले गाडी यसरी पौडिने होइन एउटा हातले कसरी बनाउने खुट्टा चलाउनु मिल्दैन अनि अब हात कसरी चलाउने मोबाइल कसरी चलाउने होइन त्यही हो गाइस आज चाहिँ मैले के अरे त्यो कामको भिडियो चाहिँ हाल्न पाएन होइन किनभनेदेखि अब हिजो गरेको काम आज अलिअलि ठ्याक्ठुक त्यही काम गरे हो होइन अनि अब हिजो देखाएको थियो भ्लगमा अब हेर्ने जतिले हेर्नुभयो होला होइन अब नहेर्नेलाई त के चाहिँ भन्न सकिन्छ होइन त्यही त हो नि ल के अरे यो गाडीबाट पनि भनिसकेको छ होइन अब के अरे अब त्यो टेम्पो छ नि गाइस त्यो टेम्पोहरू देख्नु भइरहेछ नि त्यो यहाँ देख्नु भएन क्या अरे होइन यो टेम्पोहरूमा जानुपर्छ क्या अब होइन पुऱ्याइदिन्छ रुम छेउमा होइन फेरि हिँड्नुपर्छ लोड हिँड्नुपर्छ होइन गाह्रै हुन्छ हिँड्दाखेरि चाहिँ होइन सो गाइस त्यही हो अब हामी टेम्पो चढ्छ छैन म चाहिँ टेम्पोबाट पनि झऱ्यो होइन अब रुम जानु लाग्यो यहाँबाट ब्यागमा फेरि हातमा पनि दुई एउटा ब्याग छु होइन म आफ्नै सामान नपुगौँ भने पनि होइन लास्ट गाह्रो भइरहेछ लास्ट भारी छ हो सो गाइस अब म चाहिँ होइन रुम जान्छु होइन अलिकति बोल्नु पनि गाह्रो भइरहेछ स्या भइरहेछ होइन बोल्दै गरौँ नानी है त ल होइन म चाहिँ के अरे रुम पनि पुग्नु लाग्यो होइन अनि अब रात पनि पर्छ होइन अब आजलाई चाहिँ भ्लग यति नै है ल सबैलाई माया छ होइन ल सबैलाई बाई है त